नमस्ते साथीहरू, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ एउटा यस्तो सहर जहाँ एकातिर विनाशकारी बाढी आएको छ र अर्कोतिर पानीको हरेक लहरसँगै भोका सार्कहरू तपाईँको शिकार गर्न पर्खिरहेका छन्। आज हामी 2026 को सबैभन्दा डरलाग्दो सर्भाइभल थ्रिलर मुभी ट्र्यासको पुरा कथा व्याख्या गर्न गइरहेका छौँ। यो फिल्ममा यस्ता ट्विस्टहरू छन् जसले तपाईँको होस उडाउनेछ। भिडियो अन्त्यसम्म हेर्नुहोला। कथा सुरु हुन्छ दक्षिण क्यारोलिनाको एउटा शान्त सहर एनेभिलबाट। सहरमा हेनरी नामको क्याटेगोरी 5 को महाआँधी ठोकिन्छ। बाढी यति भयानक हुन्छ कि सहरको बाँध फुट्छ। तर असली डर तब सुरु हुन्छ जब एउटा ट्रक दुर्घटना भएर टनौँ रगत पानीमा मिसिन्छ। यो रगतको गन्धले समुद्रको खतरनाक बुल सार्कहरूलाई सहरको गल्लीभित्र तान्छ। हाम्रो मुख्य पात्र डाकोटालाई एगोराफोबिया छ, जसको कारण उनी घर बाहिर निस्कन डराउँछिन्। तर जब उनले झ्यालबाट गर्भवती लिसालाई डुब्दै गरेको कारमा फसेको देख्छिन्, डाकोटाले आफ्नो डरलाई जितेर लिसाको ज्यान बचाउँछिन्। यहाँबाट सुरु हुन्छ जीवन र मृत्युको असली खेल। दोस्रो भागमा पानी घरको पहिलो तल्लासम्म पुग्छ। लिसा र डाकोटा माथिल्लो तलामा जान खोज्छन्, तर एउटा सार्क पहिले नै घरभित्र पसिसकेको हुन्छ। परिस्थिति तब झन गम्भीर बन्छ जब लिसालाई प्रसव पीडा यानि कि लेबर पेन सुरु हुन्छ। एकातिर सार्कले ढोका फुटाउन खोज्दैछ, अर्कोतिर लिसाले बच्चा जन्माउनु पर्ने छ। डाकोटाले आफ्नो बुद्धिको प्रयोग गरेर घरेलु सामानबाट सार्कसँग लड्ने हतियार बनाउँछिन्। फिल्मको यो दृश्य एकदमै नेल बाइटिङ यानि कि नङ टोक्ने खालको छ। अब आउँछ फिल्मको सबैभन्दा ठुलो ट्विस्ट। डाकोटाका काका डेल, जो सार्क विशेषज्ञ हुन्, उनले एउटा विशाल ग्रेट व्हाइट सार्कलाई ट्र्याक गरिरहेका हुन्छन्। सबैलाई लाग्छ कि त्यो ठुलो सार्कले सबैलाई खान्छ, तर वास्तविकतामा त्यो ठुलो सार्कले अरू साना र हिंसक बुल सार्कहरूलाई मार्न थाल्छ। एक हिसाबले त्यो महासार्क अन्जानमै डाकोटा र लिसाको रक्षक बन्न पुग्छ। अन्त्यमा डेलले डुङ्गा लिएर डाकोटा, लिसा र उनको नवजात शिशुलाई बचाउँछन्। तर फिल्मको अन्तिम सिनले हामीलाई सोच्न बाध्य बनाउँछ। जब उनीहरू सुरक्षित ठाउँतर्फ जाँदै हुन्छन्, रेडारमा अर्को एउटा झन् ठुलो हात्ती आउँदै गरेको देखिन्छ। यसको मतलब यो त सुरुवात मात्र हो। तपाईलाई यो फिल्म कस्तो लाग्यो? के डाकोटाले जस्तै तपाईँ आफ्नो डरको सामना गर्न सक्नुहुन्छ? कमेन्टमा लेख्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।